Prakash Pompey Vlog. मासु मासु खान नपाएर भिडियोमा त भयो बनानीले दामी है यसलाई हाम्रो घरतिर यसलाई मासु भन्छन् है बुझ्यौ नि मासु के अरे मासु पकाउने मान्छे हाम्रो दिदी अनि म चाहिँ खान नहुने मान्छे म चाहिँ हेर्ने मान्छे यिनी चाहिँ खाने मान्छे हन्तकाले हाम्रो मासु त्यहाँ पाके मैले चाहिँ हैन गन्ध सुकेर बसेछु हाम्रो मासु हैन कुखुराको मासु भन्छ मैले चाहिँ खानु हुन्न हैन यी आजको चाहिँ हाम्रो मासु भ्लग दिल्ली मेरो भिडियो हेर्नु हो कि नै मेरो प्रोफाइलमा गएर हेर्नु भिडियो अनि हजुरले पनि हेर्नु पलानेको मैले हेरिसके हो तिमीले युट्युबमा नहाल्दै हेरेको नि हामीले हाम्रो घर मै कुकुर भारी भइराख्यो नहेर मलाई त्यसरी माया बस्छ है बेसरी यहाँ एउटा कुकुर छ यहाँ एउटा यहाँ एउटा मासु भात हेलो वेलकम टु द माई सेकेन्ड ब्लग होइन नयाँ ठाउँ नयाँ ब्लग सन्चै आराम हुनुहुन्छ होला म भर्खर उठेको बिहानको 6 बजिसक्यो म चाहिँ अहिले बिरानो सहरमा छु अहिले होइन अनि निन्दको तालमा छु मस्त निन्द सुतेछ राति म्याच हेऱ्यो मेस्सीले जितेछ नि त अनि सुत्यो होइन म चाहिँ अहिले काठमाडौँ आएको छु हल्का काम पऱ्यो त यस्तो हो काठमाडौँको सिन बिहानको हेर्नुहोस् ए उहाँ सर चाहिँ भर्खर फ्रेस भएर आउनुभयो यस्तो हो बिहानको सिन काठमाडौँमा चाहिँ जाडो हो मस्त अब यस्तो बिहान बिहानै दाइले फुटबल खेल्न जानु भन्नुभयो अनि फुटबल खेल्न जानेछौँ हामी ए कन्भर्स लाएर फुटबल खेल्न जानेछौँ ए यिनीहरू सुज ल्याएको थिएँ ल जाम अब काठमाडौँ आएर अरूले मुख धुन्दैन होला हामी तर मुख धुन्छौँ होइन मेरो कपाललाई इग्नोर हानिदिनु होइन कस्तो पानी ल देखाउ त म मुख धुन्छु चिसो पानीले यो पानी खोजेर नि भेटिँदैन गाउँमा यति तातो छ पानी तौतलीको मुख पुस्नु त मन लागिसक्यो तर ह्याङ्की भित्रै भुलेको छु क्या धोए होइन अब चाहिँ हामी अगाडि जानुपर्छ होइन अब हामी फुटसल खेलिन्छ चट्ट होइन जम्छ हात जम्छ के जम्छ के जम्छ अहिले ओ भ्लगर चिराउँछ भ्लगर अरे मुख ल मुख धोयो फाल टोपी तिम्रो टोपी हो चाहिँ हिँड्ने हो मन्दिरको दर्शन गऱ्यो बिहान बिहानै होइन ल हामी हिँड्यो होइन केटाहरू दाइहरू यता हुनुहुन्छ भनौँ न हामी चाहिँ आइयो खेल्ने ठाउँमा होइन ल फालो है फालेन अनि देखाउन थाल्यो फेरि ल हामी एकछिन खेल्छौँ होइन यता हेर न यो फुटसलमा आएको हामी चाहिँ म पनि खेल्यो तर यहाँ एक्स्ट्रा प्लेयरमा अहिले एक्सन लिन्छ अहिले हामी पनि खेल्छौँ होइन काठमाडौँ यस्तो जाडो खै
धूमपान स्वास्थ्य के लिए हानिकारक हो क्या दिपेश यस्तो हो क्या जाडो छ हामी चाहिँ फुटबल हेर्दै बस्यौँ खेल्न आएको मान्छे हेर्दै बस्यौँ होइन पागल म्याच सुरु भइसक्यो हेर्दै दर्शक यी आउट भएको पनि त्यो खुट्टाले हुन्छ ठुलो ग्राउन्ड भएको यार कसलाई दिने भनेर टक्कै हेरेर होइन कस्तो मजा आउँछ कर्नर पनि हुन्छ मन बखरा खो तिमी बखरा खो यो जस्तो यस्तो उसको लागि त होइन अब रमाइलोको लागि मात्र हो कि हल्का एक्सर्साइज वर्कआउट हुन्छ दादाहरू त्यो घाम टल्कियो त अनि तिमीलाई कस्तो लाग्यो नि दर्शक भन्दा कति बेला गएर खेल्नु पागल बेसरी बोला नि सुन्न पर्छ नि हामी त लाउँदै अहिले चाहिँ हाँस लाग्यो अन्त आफ्नै गोल पोस्टमा गोल गर्दा कस्तो लाग्यो मैले होइन उसले हो हाम्रो पोस्टो त उता होइन आफ्नै पोस्टमा गोल हानिदिरहेको हाम्रो अपोनेन्टले अनि मजा आइरहेछ होइन एक भइसक्यो अनि हाम्रो साथी दिपेश खेल्न गइसक्यो म चाहिँ हेर्दै हो उहाँ चाहिँ दिपेशको दाइ हुनुहुन्छ होइन दिपेशको दाइ हुनुहुन्छ मेरो च्यानलसम्म हेर्नु भएन सब्सक्राइब हान्नु भएन दाइले होइन यस्तो गर्नु भएन नि आफ्नै मान्छेले यस्तो घात गरिदिनु कि दाइ काम ल पास दियो कालाई लान्यो हान्यो झन्ने पानी यार मलाई आउँदैन कि हान्यो कि कता उता गोल हान्दैन हामी चाहिँ अब सक्यो होइन अब कति गोल खायो कति गोल खाने हान्यो गोल यिनले 5 गोल हाने मैले 5 गोल खाएँ हामीले हार्यौँ नि त होइन अब हामी हिँडेको ल लेट्स गो ड्राइभर त हुन्छ गोल हान्ने ल्याल भयो कि बल्ल ब्रस गर्न थाल्यो केटा हामीले होइन फुटबल खेलेर आयो बल्ल ब्रस गर्ने टाइम भयो ब्रस गर्ने रेडी हुने होइन यिनी रेडी हुन थालिसक्यो भयो ल हामी चाहिँ फ्यामिली जानु त्यो के भन्छ अलि बेसकै बोला न मलाई ल फाइनल्ली होइन कानेको मुन्द्रा निकाल्यो सुन पसल पनि भेटियो तलको पसल त पाउँदो रहेछ कि मलाई आधी घन्टा लाएर माथि यस्तो उकालो चढेर सुन पसल भेटाइयो निकाल्न पर्ने रहेछ निकालियो अब चाहिँ हामी के अरे कोठातिर लागेको अगाडि ट्राफिक दाइ हुनुहुन्छ त्यही भएर यस्तो मोबाइल बन्द गर्नु पर्यो पछाडि गइसक्नु भयो होइन मलाई भेजा लाग्यो कि हेरिरहनु भएको थियो अनि मेरो मोबाइल बन्द गरिदिएको अनि
अनि काठमाडौँ यात्रा कस्तो भयो तिम्रो? रमाइलो छ तर यस्तो बाहिर डुल्नु नपऱ्यो नि टाइम काममै भए पनि रमाइलो हुँदो रहेछ होइन 24 घन्टा काम नभए नि रमाइलो हुँदो रहेछ तर 24 घन्टा 24 घन्टा त होइन सुत्न नि पऱ्यो कोठामा आएर केटाहरूसँग रमाइलो पनि भइरह होइन कोठामा चाहिँ त्यस्तो नराम्रो भाइब्स भन्ने चाहिँ अहिलेसम्म आएन बोरिङ भएको होइन बोरिङ भन्ने चिजै भएको छैन कि हाम्रोमा हिस्ट्री बोरिङै होइन कि यहाँ आएपछि गयो अहिले 9:30 बजी काममा पुग्ने हो बेलुका 9:30 बजी आउने हो कोठामा आउने हो होइन अब कोठामा आएपछि त्यही हो केटाहरू हुन्छ केटाहरूसँग गफ गरिन्छ एकछिन तास खेलिन्छ सुतिन्छ अनि फेरि बिहान उठ्यो ब्रस गर्ने बिहान यस्तै 7:30 बजीतिर उठिन्छ थकै लाग्यो हुन्छ ढिलो सुतेको हुन्छ नि त अन्त ब्रस गरेर यताउता गर्दाखेरि ओछ्यान मिलायो गर्दाखेरि खाना खाने टाइम हुन्छ होइन खाना खाने टाइम हुन्छ खाना खायो रेडी भयो हिँड्यो कामतिर ल त्यही त अब अहिलेको 8:30 भयो त्यहाँ जाने खाना खाने अनि बत्ती हाल्ने हो ढिला हुँदै हुन्छ अब बोर हुने भनेको हामी त्यही छुट्टीको दिन हो छुट्टीको दिन चाहिँ अब के बोर भयो होला होइन त्यस्तो नहुने लुगा धुने यसो घुम्ने अनि एउटा भ्लग बनाउनु पर्छ त छुट्टीको दिन छुट्टी होइन मान्छे वरिपरि मान्छेले हामीलाई हल्का हेरिदिइरह नि तर हाम्रो बाल छैन केटा होइन हेरिहाल्छ नि अब नयाँ मान्छे यस्तो दामी पारामा हामी चिलपारामा हिँडिरहेछौँ होइन यो मेरो खुट्टा हो यो काले भाइको खुट्टा हो ए हामी यता हो बरु दलदलेमा सुनचाँदी पसल खोज्न सजिलो है ललितपुरमा लास्टै गाह्रो रहेछ ल कम्तीमा आधी घन्टा 1.5 घन्टा हिँडिरहेको हामी यार खोज्न गोदावरी होइन अनि हामी मलाई के भन्नु थाल्थ्यौँ भुल्यो कि फेरि ए सुनचाँदी पसल रहन्छ अनि यहाँ हस्पिटल पनि कस्तो टाढा रहेछ कि हामी सायद हामी भित्र भएर होला नि त होइन हामी भित्र त्यही भएर होला अनि हामी चाहिँ टक्क केटिएम भ्लगर भइदियौँ होइन ललितपुर भ्लगर होइन हामी गाउँ जस्तो नि होइन अझै अर्कै ठाउँ खालको त्यहाँ यस्तो कुना छ भित्र छ नि त्यस्तो भित्र छ सब घाम टल्क्यो कि मोबाइल त म त के गाडी नम्बर हेरेको थिएँ अनि बत्यो कहाँ छुट्छ नि तिम्रो गाडी नम्बरहरू के काम खोजेर बस्छु ल गाइस आजको भिडियो जस्तो भयो त्यस्तै भयो हेरिदिनु होइन आजको भिडियोमा यस्तो कन्टेन्ट केही भएन होइन आयो केटिएम आयो घुमियो त्यस्तो केही भएन अब अर्को अब अर्को भिडियोमा भेटौँला होइन थम्बनेलमा हाल्नुहुन्थ्यो के भएन अर्को भिडियोमा भेटौँला च्यानललाई सब्सक्राइब लाइक सेयर सब्सक्राइब गर्नु अनि नबोल न ल भाइ